इधर ही जाएंगे तर बाइक चाहिँ राम्रोसँग चलाएँ कतिचोटि यो हेलमेटको चोट खाने हो कतिचोटि बाइकले ऊ गऱ्यो त्यो कन्ट्रोल गर्दा गर्दा हातमा छेउला खानेर माथि बोर्ड राखेको छ त पारिको आगे अरे यार यहाँ नाला तर्नुपर्छ यार नाला परि जाँदा हाल्दै 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 पानी हाल्दै बिस्तारै हो मतलब शान्ति से जाने है यो और जाने है गाइज हैन पेटमा भोकले पुरा सुगा कबड्डी खेलिरहेको छ हैन हामी चाहिँ मन्दिरमा जाँदैछौँ यो मनाङ मुस्ताङ जाँदा पनि यस्तो खासै देखाएको थिएन है गाइज मैले पहिला गएको थिएँ मनाङ मुस्ताङको भन्दा पनि डेन्जर यात्रा चाहिँ भयो जस्तो लाग्यो है मलाई अहिले सजिलो त्यस्तै काम हुन्छ त नि मम्मी यो भगवान यो बाटो हो के बिस्तारै एक नम्बर गियरमा हाल्न पनि दिँदैनन् कराइहाल्छ त्यहाँ मोबाइलले पनि हेलमेटबाट कुदाइ धेरै खाइरहेको छ हेलमेट डराले मोबाइल पक्ने कि आफूलाई पक्ने तिमी मलाई पकड एकाले मोबाइल पकड बिचरा मोबाइल भित्र सोच्दै होला हैन मैले के रिम छाटे जस्तो त्यति सोच्ने क्षमता भए त हामी मान्छे भइसक्छ
ए भगवान् त्यो ए अब हिँड्ने बाटो आइ घर मान्छे आज चाहिँ हामी माथि यो कता भ्यू देखिनु त सन्तानेश्वरमा जान लागेको धेरै नै माथि जान्छ हाम्रो बहुत छ बे हामी आधा आइम बोल प्रो राइडर छ दुईवटा प्रो राइडर पछाडि प्रो बस्नेवाला पछाडि दुईटा जान जान हुँदैन कहाँ हुन्छ बाइक लिएर आउने? आधी घण्टा छिन्दै हो नि त हो र कति किलोमिटर छ यो नेट राखेर एक मिनेट जति भनिदिन्छ हामी चाहिँ जान लागेको नेट राखेन बाइक चाहिँ अलिक तल राखेर जान पनि उति डाँडामा माथि फेरि बाइक लिएर आउनु पर्ने भयो गाइस यो कमलाई किन यो बाटो अझै राम्रो देखियो कि बाटो अलिकति ठिकै देखियो त्यही भएर चाहिँ आज फेरि बाइक लिएर अझ आउनु पर्ने देखियो ल जाम त आधा बाटो पुगेन आधा हो त आधा तिम्रो म भिडियो गर्ने तिम्रो बाइक लिएर भिडियो अब चाहिँ इन्ट्री हुँदैछ तीनटा ड्राइभरहरूको यिनीहरू चाहिँ यहाँ फोटो खिचिरहेछन् ये स्टाइल पोच तीनटा राइडरहरू आउँदैछन् फर्स्ट सेकेन्ड रेस्टुरेन्ट पनि खोल्या रहेछ यता रेस्टुरेन्ट खोल्या रहेछ क्या कताबाट जाने दाइ यी माथि सन्तानेश्वर यो बेस क्याम्प होला नि त यसलाई के भन्छ चिप्ले ढुङ्गा भनेर बुझिन्छ चिप्लेढुङ्गा हजुर। चिप्लेढुङ्गामा आइपुग्यौँ कतिले त बाइक तलै छड्याएको थियो होइन हामीले चाहिँ खुट्टा सुट्टा मर्काउँदै लड्दै पड्दै होइन चिप्लो बाटो देवराज सर के छ एनएस 200 को कस्तो छ भोलि 200 आज भनेर छुट्टी हुन्छ अब गाह्रो छ होइन हाम्रो पछाडिपट्टि मेन ड्राइभर है मेन ड्राइभर खुट्टा चाहिँ मेरो मर्किला जस्तो छ मर्कियो पाइलट हो मेन पाइलट स्कुटीमा अब त्यहाँ पुगेपछि त कस्तो भयो होला त्यो सन्तानेश्वर गएका मान्छेलाई आएका मान्छेलाई थाहा होला यस्तो हुन्छ मेन पाइलट हालतिर यहाँ ଏବେ त्यो छोडिदियो मेरो पुरा भित्रबाट मड्किएको क्या यस्तो कति बेला स्कुटीमा त यस्तो साइड छ नि यस्तो हुन्छ कि सिधै स्कुटी ल्याउनु पर्ने ठाउँ रहन्छ स्कुटी त कड भइहाल्छ भन्दाखेरि स्कुटी कड भइहाल्छ अब अनि बोक्दै यत्रो चिट काट्यो के काम भयो ठिक छ नि बाइक राख्ने केटा ठिक छ पछि फर्काइहाल्छ नि गाई छ होइन एकदम बिहान जाडो भयो अहिले चाहिँ भित्र गर्मी भइरहेछ किनकि यो लेदरको ज्याकेटले गर्दा होला ज्याकेट निकाल्नु पर्छ मलाई अब ज्याकेट मैले त निकाल्नु हुन्थ्यो भित्रबाट च्यात्ते छ क्या त्यही भएर पनि अब यस्तै अर्को अब सेतो चाहिँ अर्को सर्ट र के अरे टी सर्ट भित्र राम्रो थिएन त्यही भएर चाहिँ यो लगाएको अब ज्याकेटमा त्यही भएर चाहिँ अब सन्तानेश्वर खुट्टा चाहिँ अब माथि कसरी यहाँबाट कति किलोमिटर हो खुट्टा चाहिँ मेरो दुख्ला जस्तो छ माथि कुट्टीसम्म लाउनु भएको छ
साइकल चाहिँ ठिकै हो कि यो बाटोमा खुट्टा चाहिँ दुख्यो जस्तो छ अब यहाँबाट कति लाग्छ दाइ हिँडेर आधा घन्टा लाग्छ आधा घन्टा हिँडेर धन्नै यहाँसम्म यत्रो बाटो आइयो है वहीँ बाहिर आइरहेको त्यही खाइदिया त अहिलेसम्म तल त्यही घाम ताप्दै बस्दै जाँदाखेरि नि त कस्तो छ देवराज सर फिलिङ्स बताउ नि एकदमै ठिक लाग्यो मेरो अफ रोड राइडिङ First time सेकेन्डचोटि चाहिँ हो होइन पानी तर अस्तिको अफ रोड भन्दा पनि त्यसलाई अफ रोड मानिँदैन र यसलाई यसपालिको चाहिँ चाहिँ एकदमै धेरै नै प्रो अफ रोड नै मानिन्छ अबको नयाँ यात्रा कहाँ होला जस्तो छ यो भन्दा यो अब नयाँ यात्रा मुस्ताङसम्म जाने प्लान छ पुगिँदैन कि भन्ने थियो यो बाटोले चाहिँ यो बाटोले चाहिँ अलिक एक्सपिरियन्स बतायो होइन अहिले गर्मी भएर गाइस हामी म पनि लाइसेन्स बिना हिँडेको हो अब लाइसेन्स चाहिँ निकाल्न डाइरेक्ट यहीँबाट जान पर्ला जस्तो लाइसेन्स लाइसेन्स भइसकेको छ अहिले हाम्रो फिट भइसक्यो अहिले लाइसेन्स छ यताको अफ रोड लाइसेन्स चाहिँ क्लियर भयो उहाँको पनि एकदम स्कुटरमा चाहिँ उहाँ फुल्ली थाहा छ होइन गाइज किनकि यस्तो बाटोमा अब हिँड्न सकिन्छ भनेपछि बाइक साइक किनिहाल्नु पर्यो होइन फुर्सदमा गएर बाइक किन्नु पर्छ होइन नत्र बिजी छु बिजी फुर्सदमा गएर चाहिँ बाइक किन्नु पर्छ यहाँ चाहिँ पसल रहेछ शान्तिलो यस्तो यस्तो के हो सन्तानेश्वरको गिफ्टहरू मिल्ने अनि यहाँ साइकल राम्रो साइकलहरू पनि राइड गर्दै आउँदो रहेछन् बाइकहरू त टन्नै छन् आज शनिबार भएर यहाँभन्दा माथि चाहिँ हिँड्दै अब जाने हामी कम्तीमा 1 घन्टाको बाटो 11 घन्टाको बाटो ल अहिले यति अब माथि बाटोमा है अब चाहिँ हामी यहाँबाट हिँड्दै यात्रा माथि अब यहाँबाट लगभग 1-1.5 घन्टा कति लाग्ने हो हामीलाई 1.5 घन्टा लाग्छ रे 1.5 घन्टा लाग्छ आधी घन्टा ग्रुप छ हामीसँग टन्नै एक्स्ट्रा ग्रुप छ अनि त्यही भएर चाहिँ खुट्टा सुट्टा दुख्दैछ साँच्ची भनेको मेरो त चोट लाएर दुख्दैछ मेरो यस्तो भयो क्या तल स्कुटी ढल्ने बेला त्यो भएर चाहिँ ए ट्याक्कै यसरी टेकेको तल खोला टेकिएको छ कहाँ नाम लाग्यो त होइन यसरी घुमेर जानेको अझै धेरै चोट लाग्थ्यो गाई बचाएको छोडिदिएको भए त खुट्टा च्याप चिप हुन्थ्यो एक्सिडेन्ट चाहिँ खतरा भिडियो बनायो भनेको यसलाई चाहिँ चोट लगाएको छ कहाँ भिडियो हुन्छ मोबाइल यस्तै समातिरहेको छ भिडियो ढल्यो उठाउनु आइज रे खाएकै छैन हामीले त केही भोकै हो के माथि रेस्टुरेन्ट छ भन्ने सुनेछ कता के छ के को बस्ने भनेको मदनको मोबाइल निकाल यिनीलाई त केही नलाग्यो मलाई त के लाग्छ यो जिम गरे ज्यान हो जिम गरेर जाने यतिको हामी कालीकोटमा रात दिनै हिँड्थ्यौँ कि यो बाटोहरू रातिमा हामी यतिको रदौडी जाने बेला यतिको बाटो हिँडिन्थ्यो भनेको कुरो हो भने होइन यतिको हामी केही प्यासै मान्दैनौँ माथि यस्तै डाँडो नजिकै त होला त्यसो भए यहाँको डाँडो होइन नजिकै छ हाम्रो लागि त यहीँ माथि गाडी हो ब्रोइलरहरूको लागि अलि गाह्रो पछाडि बसेका छन् अझ पनि उही भए मेरो त हातको यता यो उ गर्नाले हेर यहाँ दुखिरहेको छ त्यो राख्न सकिस् आधी घन्टासम्म यहाँ हिँड्नुसम्म उहाँदेखि आधी घन्टा 1 घन्टा हिँड्नु को हिँड्छ अಯ್ಯ गाइस यहाँ देखेको 440 मिटर आज बाँकी छ कहाँ माथि पुग्न त्यो मिटर हुने यहाँ धेरै म त आराम नगरी जान सक्छु है मसँग त्यति क्यापेबिलिटी छ गाइजहरू आई हेभ अलरेडी एनर्जी मलाई स्यासै लागेको छ नि यस्तो बाटो हिँड्दाखेरि मैले दुईटा ल्याएर खाएको एनर्जीको आइ छ हामीलाई त्यो दम लाग्ने स्वाग हुने भन्ने यस्ता यो ब्रोइलर खाँदै जन्मेकाहरू हामी नहानेछ है मलाई चोट लाग्छ यो पनि पछि खान्ला होला बहुत पछि खान लाग्यो पहिला त्यो फेरि हामी त जन्मेकै लोकलमै हो अब ब्रोइलर खाने कुरा भएन नसा नसामा लोकल छ है अहिले नसामा शब्दमा लोकालिटी छ होइन स्पेशल ब्रोइलर भने ऊ त्यहाँ छ ओइ ए बसम ए बाइक
धकेल्नुपर्छ त यो बोकेर ल्याउनु पर्छ यताबाट तिनीहरू गए हामी चाहिँ एकदम स्ट्रेट बाटो के ल यस्तो छ बाटो आज चाहिँ ट्रिप बहुतै रमाइलो भयो मजा भन्ने कुरोहरू यात्रा भनेको सङ्घर्ष भयो भने अब सञ्जानेश्वरको रेडी हुने रहेछ वी आर हेटिङ हेट अफ द लगाइस यस्तो वाह वाट प्लेस यार वाउ आवा हामी पुग्नुपर्ने अझै माथि छ कहाँ हो त्यहाँ हो ऊ त्यहाँ ए त्यहाँ माथि देखिरहेको होला त्यहाँबाट फोटो ल गाइज अबको बाटो अब बाटो सिधा आइरहेको छ फ्रेसमेन्टको लागि चाहिँ सन्दानेश्वर आउँदा हुन्छ गाइजहरू तर अलिकति प्रिपेयर धेरै गर्नुपर्ने हुन्छ गाइज भैँसीहरूसँग नआउनु फेरि यावत कुराहरू हामीले चाहिँ फेस गर्नु पर्यो किनभने हामी प्रिपेरेसन बिना नै हामी यात्रा तय गरेका थियौँ है त्यो भएर कतिपय कुराहरू जस्तै बाटो भुल्ने आज होइन आज अब नराम्रो बाटोमा बाइक छिराएर हो त्यो चाहिँ बाइकमा पनि अलिकति त्यो समस्या छ बाइकमा समस्या चाहिँ आयो हामी लगभग 1-1.5 घन्टा चाहिँ बाटो चाहिँ हामी बिर्सिएर यता चाहिँ उता चाहिँ उहीँ बाटो चाहिँ कति एकदम बालुवामा लड्दै पड्दै तपाईँलाई यो गुगलले गर्दा पनि हो गाइज अब नेटवर्क नभएको ठाउँमा गुगल चलाइरहेको छ अब गुगलले कहाँबाट राम्रो बाटो देखाउँथ्यो त्यो भएर पनि त्यो भएर पनि हामी एकदमै गुगल पे अगाडि छ गाइज गुगल त्यसले चाहिँ धोका दियो किनभने त्यसले हरेक कुरा गुगलमा खोज्छ खाने कसरी भनेर पनि गुगलमा खोज्न बेर लाउँदैन पछाडि केटीहरू थाकिसकेन र के तिनीहरू जोडा त 3-3 जना केटा 3 जना केटी मिलेर आएको तर यहाँ कुनै पनि इनर्जी नरहेको कारणले गर्दा हामीहरू उदासे म त बिहान लगभग 7 बजे 7:30 बजे सुतिरहेको थिएँ अनि डाइरेक्ट फोन आयो होइन ल जाम भन्ने भयो अनि 5 मिनटमा म रेडी भएर खाना साना केही छैन क्या जेरो हो एकछिन ओ माई गड फ्ल्याङ्किस शेष भइरहेछ गाइज यो चाहिँ अनु हो है यो अनुै हो यसको कास्ट श्रेष्ठै हो श्रेष्ठै हो अब अरू केही भन्ने मिलेन हात पनि मेरो थाकिसक्यो भोला यो चाहिँ हाम्रा गाइजहरू म चाहिँ देवराज सञ्जाल देवराज सञ्जाल अर्कीको यो मनिका पछाडिपट्टि बेहोस हुनु लाग्यो त्यसले अनि यतापट्टि यो रुख छ नि गाइस अब त्यहाँ यहाँ धेरै आउनुवाला चिनेको होला यो चाहिँ मालुको रुख भन्छ हाम्रोतिर पनि हुन्छ होइन पहिले हामी बच्चामा चाहिँ यसको एउटा यस्तो टाइपको हुन्छ चप्पल बनाएर लगाउँथ्यो कि मैले चाहिँ लाइफमा एकचोटि चाहिँ बच्चा समयमा एकचोटि चाहिँ चप्पल बनाएर युज गरेको छु खतरा हुन्छ कि माथि हो त्यो चाहिँ भित्रको चाहिँ खाना पनि मिल्छ होइन खतरा हुन्छ अनि चप्पल बनाएर मैले एकचोटि चाहिँ युज गरेको छु त्यो पनि एउटा लाइफ खतरा एक्सपिरियन्स भन्नुपर्छ है वाउ भ्यू गाइस व्हाट अ भ्यूजमा यहाँ ट्याक्कै यसरी भ्यूज त अलिकति ल फोटो पनि खिच्दिए जय शम्भो 300 मिटर वाह सन्तानेश्वर वाह इको अनुको आवाज हेर त गर्छ वाह आवाज चल्यो यार यहाँ चाहिँ खतरा ठाउँ रहेछ हावा चल्यो मजा आयो आधी चल्यो आधी भुक्यो भगवान बस्ने ठाउँ पनि हुन्छ 270 मिटर देशीहरू त्यहाँ हग्दिन्छ नि बडाबट त्यो भएर चाहिँ तर पनि यहाँ मान्छे आएर फोहोर गर्न चाहिँ छोडेका छैनन् त्यो चाहिँ समस्या हो यहाँको अब लगभग हामी नजिक एकदम नजिक पुग्दैछौँ यहाँको भ्यू चाहिँ मन पऱ्यो होइन यत्तिकै बाटो राम्रो भइदिएको स्कुटी यताउति बाइकहरू ल्याउनु मिल्ने रहेछ यो साइकलहरू चाहिँ लगभग ल्याउँदो रहेछ नि यहाँ
हैन जस ठिकै रहेछ ओ दुईजना के हो ल बग बाबु सन्तानेश्वर आइसक्यो बग यिनको पसिना मलाई पसिन लास्ट आउँछ मेरो त नपुस्नु है निकालिदियो नि त बे पुस्ने यसले नै हो ए ल हिँड निकालिदियो नि त्यो ल हिँड छ त भित्र भेस्ट छ म त यहाँ निकाल्दै यो किन्ला सुझाउँछु अहिले त अहिले अघि बिहान कस्तो चिसो भएको थियो मलाई तिमीहरूलाई के थाहा मैले फिल गरेर भने पनि थिएँ निर्मललाई जाडो भइरहेछ भित्र केही छैन केटालाई म यो धन्ने यो लगाएर चेन लगाएर जिनको लाएर आछ केटो भने हौ मैले त्यही भएर तल त भएन माथि चाहिँ अलिक गाह्रो भएको त्यही थियो भएर चेन लाउन भनेर उसले चेन लाउन भने त्यो चाहिँ मजा आयो किनभने हामी जसलाई पनि गाइड गर्ने मान्छे हो कि यार हामी यात्रा गरेको मान्छे धेरै हामी यात्रा गरिसकेका मान्छे हो चिसो कति बेला हुन्छ तातो कति बेला हुन्छ गर्मी कतिखेर हुन्छ कोसँग बस्दा तातो हुन्छ यो त एक्सपिरियन्स गरिसक्यो मान्छे बाइकमा हो तातो थियो बाइकमा आउँदा आउँदै तातो के ल पसिना आइरहेको थियो भल भल्ती पसिना मेरो अलि गरम गरम छ कि फोकटी आएर 7,500 हालेर किन्न लगाइदिएँ के हेलमेटको ए यो साइक्लिङ लिएर यहाँबाट ल्याउनु मिल्दो रहेछ कहाँ देखाएर होइन नराम्रो बाटोतिर नजाने हो कि ल गाइज सन्तानेश्वर महादेव परिसरमा यहाँहरूलाई हार्दिक स्वागत छ भिजिट नेपाल 2020 2021 भइसकेर छ अब चाहिँ बल्ल एरिया आयो नरायणापुर नै रहेछ गाई हो बाँकेको नरायणापुर भित्र चाहिँ पर्दो रहेछ यो एक्चुअली हामी नेपाल कोलपुरदेखि सुर्खेत जानसम्मको चाहिँ रहेछ है त्यति चाहिँ यात्रा त्यति चाहिँ यात्रा गर्नुपर्ने रहेछ है हो बाइक यहीँसम्म ल्याउनु पर्ने रहेछ भन्ने सोच है को मान्छे म 7 बजे हिँड्यो भने 10 बजे सुर्खेत जहिले पुग्छु म 2.5 घन्टामा सुर्खेत पुग्छु सुर्खेतबाट 2.5 घन्टामा म नेपालमा पुगि आउँछु त है ठ्याक्क अस्ति बहिनीलाई लिएर आएको 2टा ब्याग वाह 2.5 घन्टामा सुर्खेत वाट 2:30 बजे म वाट भ्यू सुर्खेतबाट 5 बजे ठ्याक्क पुष्पलाल चोक कपाल कपाल यस्तो घाममा पनि के जोडी हिँड्दौँ हाम्रो केटीहरू आँखा फुट्या हुँदो रहेछ किन अब राम्रोसँग गजेडीसँग लाग्छ त्यही हो कि आकर्षक भनेको गजेडी चुरुठानलाई आकर्षण गर्छन् धेरै हामी जस्तो केही नखानेलाई त अलिक गाह्रो पर्ने रहेछ क्या अवस्था होइन केटीबिडी त है ल guys we are getting married We looking very sexy now. खुट्टा चाहिँ मेरो दुखिरहेछ अलिकति एकचोटि ढलेको थियो बाटोमा त्यो भएर चाहिँ 2 लाखको 1 कप पछाडिको डाँडा चाहिँ ल्याइदिए आउँछ राम्रो सन्तानेश्वर वाह भ्यू चाहिँ यहाँ हिम्मत हार्ने मान्छे हैन त कन्डिसन बेहाल छ हैन गर्मी चाहिँ लास्टै छ गर्मी छ रे कपडा ओढेर बसेको छ गाई न घामबाट बस्नु पर्छ कि यहाँ सन्तानेश्वर यताबाट सन्तानेश्वर मरेको अरे ये देखा ये कालो कालो मान्छे इसको वीडियो बना ले यार क्या हो रहा है हां लेस बांध रही थी त्यो लेस बांध रही थी उसको घर वाली भाजी लेस बांध के बांध के खान्छ भइयो अरे ऐसा मत बोल यार उसको दूसरा घर वाले उसको डांटेगा डांट पड़ेगी अरे तुमने क्या स्पीकर समझाया क्या माइक्रोफोन समझाया ऑन कर ले तो ऑन कर ले नहीं तो आप कर लो तुम मेरा प्राइवेट चीज है क्या यार
तर यो मिहिनेत गरेको हेरेपछि त्यो मन्दिर धेरै सानो भयो क्या कति भयो यहाँ बस्न लाग्नु भएको हजुर 14 महिना भइसक्यो यो मन्दिर कहिलेदेखि बन्यो है 2070 मा